नमस्ते वेलकम ब्याक टु न्यू डे न्यू ब्लग भनौँ कि के भनौँ त्यो सबैजनालाई स्वागत छ नयाँ ब्लगमा। त्यो कस्तो अब के कुरा सुनाउने हो र मेरो जुन चाहिँ कस्तो के भन्ने ल सुरु गरौँ। एन्ड त्यही हो सबैजनालाई स्वागत छ नयाँ ब्लगमा। अनि फेरि पनि आइसकेको छु म ब्लग लिएर, तर मेरो च्यानल चाहिँ छैन, पुरानो च्यानल चाहिँ या ड्यु टु द समथिङ टुल्स के भनेर अब के भन्ने अब ड्यु टु द के भन्छ रिमुभल के भन्ने आएन यार छाड्याउ लाग्यो। त्यो युट्युबले च्यानलै उडाइदियो। 3K सब्सक्राइबर पुगिसकेको थियो। त्यो च्यानल मोनिटाइज हुनलाई केही महिना मात्र बाँकी थियो। सो च्यानलै गाए भनिदियो, केही छैन। कस्तो अनि 4 वर्ष लाएर गरेको मेहनत चाहिँ आजबाट चाहिँ देश पर्मानेन्टली डिलिट भइसकेको छ च्यानल। सो त्यही हो गाइज, स्याड न्युज के भन्ने अब स्याडै त हो नि। अब केही छैन भन्दा नि कस्तो यार त्यत्रो मेहनत गरेर एडिट गरेर त्यो हुन्छ नि ओप्पो फोनबाट सुरु गरेको कि मैले भ्लग बनाउन। एन्ड त्यो के अरे फुटेको मोबाइलबाट भ्लग सुरु गरेको मलाई अझै पनि याद छ। कसम त्यो लोकन्थलीमा एक्लै रुममा बसेर हो। सुरुमा त साथी पनि थियो, त्यसपछि एक्लै बसेर नयाँ भ्लगहरू बनाएर सुरु गरौँ न त भनेर सुरु गरेको थियो। के भन्ने अब यस्तै रहेछ, जे हुनु थियो भइहाल्यो। अब केही टेन्सन मानेर चित्त दुखाएर हुने केही होइन, फर्केर आउँदैन। जस एपिएल लेटर चाहिँ पठाइदिएको छु। अब एपिएल भयो भने भइहाल्यो होइन, नभए भने अब केही छैन। 4 वर्ष यत्तिकै 4 वर्ष लाएर बनाएको भ्लग एडिट त कहाँ गयो यार। रातभरि कहिले राति त्योमा फोन ह्याङ भइ कहाँको क्लिप्स कहाँबाट ल्याएर हो सम्झिँदा चाहिँ त्यही दुखेर आउँछ हो। त्यही पनि के भन्ने अब कसलाई भन्ने के भन्ने, त्यही हो केही छैन। अब नयाँ च्यानल खोल्छु होला, अनि खोलेर त्यसमा हाल्छु 1-2 दिनपछि। अनि अहिले चाहिँ हल्का कुल भएर बस्नु पऱ्यो, किनकि छ्यार मैले भ्लगकै लागि भनेर मोबाइलदेखि लिएर सब किन्न तयारी। मोबाइल त किनिसकेको थियो, अब यहाँ ल्यापटप र उयोहरू एउटा गोप्रो किन्ने तयारीमा थियो। मोनिटाइज भएपछि म किन्छु, मोनिटाइज गराएर अनि किन्ने तर्खरमा थिएँ क्या खासमा। ल नयाँ कसम हुने बेलामा क्या ट्याक्क कति बल्लमा 1-2 महिनापछि चाहिँ फिक्स हुन्थ्यो क्या। मेरो सबै पुगिसकेको थियो। वाच आवर चाहिँ अलिकति बाँकी थियो, वाच आवर नै पुग्थ्यो क्या। यो महिना छोडेर अर्को महिनामा चाहिँ पुगिसक्थ्यो हो। के भन्ने अब यस्तै रहेछ भाग्यको खेल, भगवान्ले रचेको लीला होइन। त्यही हो, अब च्यानल उडाइदियो होइन, केही छैन। दुःख लागे पनि नलागे जसरी हिँड्नु परिरहेको छ हो। मन त चित्त दुखिहाल्छ हो सम्झिँदा नि। कसम मन भारी भएर आइरहेछ हो, केही छैन। अब 4 वर्ष लाएर त्यति गरेको थिएँ, त्यति पुगेको थियो होइन। अब फेरि बनाउला, अझै उमेर छ, मान्छे मरेको छैन होइन। तर पनि कस्तो मनले मानिरहेको छैन हो, अझै पनि विश्वास गरिरहेको छैन कि मैले मेरो च्यानल गयो भनेर। यसो हेर्छु होइन बेलुका, ल यो च्यानल चाहिँ रिमुभ ड्यु टु द
रेस्ट्रिक्सन समथिङ रिपोर्टेड समथिङ रे अब कसले रिपोर्ट गर्यो के गर्यो त्यो चाहिँ थाहा भएन होइन त्यही हो अब भन्ने के कसलाई भन्ने कसलाई के भन्ने आइपिएल लेटर पनि आफैले हानिदिएको अब खासै राम्रो चाहिँ लेखेको छैन अब बाटो काटेर जानुपर्ने हुन्छ केही छैन बल्ल बल्ल होला होला जस्तो भएको थियो भाग्यले ठगेको हो कि कसम किस्मतै नभएको हो कि होइन के भन्ने यार त्यत्रो भिडियोहरू कहाँ गयो होला मेरो बा ओहो त्यो एडिट गरेको सम्झिँदा नि ओहो मोबाइल यति ताती हो नसम्झौँ त्यही हो अब नयाँ युट्युब च्यानल बनाउँछु होला त्यसमा सबैजनाले माया गरिदिनु होला अगाडिको च्यानललाई जस्तै त्यही हो छोड्ने छैन हिम्मत हारेको छैन एकचोटि लडेर के भयो त 100 चोटि उठ्ने हिम्मत राखेको छु क्या सो त्यही हो 1000 चोटि ठक्कर खाए पनि एकचोटि चाहिँ उठ्ने प्रयास गर्छु आई होप सकेसम्म त त्यही च्यानल रिपेयर भएर आओस् होइन त्यही भन्न चाहन्छु सो त्यही हो गाइज स्याड न्युज त सुनिहाल्नु भयो अब के गर्नु त त्यही हो अब आजको दिन चाहिँ सुरुवात गऱ्यो फेरि यहाँ हाम्रो घरतिर पानी नभएर बिजोग यता पानी फाल्छ अन्त यो मौलाङ चलाइसकेँ अनि अब चाहिँ म प्याकेजिङ जानुपर्ने हुन्छ अनि अहिलेको लागि चाहिँ रेड्सी पछि के हुन्छ अहिलेलाई त्यही हो अब केही क्षणमा चाहिँ म जिममा पुगिहाल्छु यार भयो यार सम्झी चित्त दुख्छ यार कति दिन हो जे सोचेको थियो त्यो भएन यार अझै अब कति टाइम लाग्ने हो क्या अब त्यति बनाउनलाई मजा अझै पनि टाइम लाग्छ नि त जसले रिपोर्ट गर्यो वा थ्याङ्क यू कसैको मेहनत एकछिनमै सुहा गरिदिनु भयो तपाईँहरूले थ्याङ्क यू केही छैन अर्को च्यानल खोल्छु फेरि स्टार्ट गर्छु यही स्टार्ट अगेन होइन अहिलेबाट स्टार्ट हान्दैछ बेलुका गएको च्यानल अहिलेबाट स्टार्ट हान्दैछ लेट्स सी के हुन्छ ल मतलब भएन त्यही हो अब जिम जाने भने जिम गरेर ट्याक्क निक्लिन्छ त्यही हो घर गएर अब त्यही हो आइसक्यो तपाईँको फुडी ब्लग फेरि पनि नयाँ च्यानल लिएर लेट्स सी नाम चाहिँ के राख्ने भनेर टाइम सोचिरहेको छु मैले त त्यही राखिदिनु पर्ला है त्यति छ ओके लेट्स सी गाइज ओके एन्ड जिम हल एन्ड आज चाहिँ मेरो ट्राइसेप्स डाउट छ एन्ड फर्स्ट अफ अल त वार्मअप गर्नुपर्ने हुन्छ वार्मअप गरिसकेपछि अनि ट्राइसेप्सको मसल्स लिफ्टिङदेखि लिएर सब गर्नुपर्ने हुन्छ सो लेट्स सी अब जिम गरिसकेपछि भेटौँ अनि 1 घन्टा जिम गरेर म चाहिँ निक्लिसकेको छु त्यही हो अब घर जान लागेको घर गएर खाजा खाएर चाहिँ आराम गर्नुपर्ने हुन्छ आजको मौसम पनि ट्याक्क हेर न माया कसम पानी पर्ला जस्तो पानी पऱ्यो नि हुन्छ आनन्दले सुत्ने हो ट्याक्क उठेर अनि काममा जाने हो आज चाहिँ काम थिएन हिजो चाहिँ लुगासुगा धोइसकेको अफिसमा नआउने लुगा चाहिँ हिजै धोइ भइसकेको थियो अरू त सबै सानीले धोइदिनुहुन्छ अनि त्यो अब घर गएर भेटौँला एन्ड सानीलाई भन्नुपर्छ होला च्यानलै गयो भनेर भन्नुपर्छ त्यही हो
कस्तो रियाक्सन आउँदो रहेछ यता हेरौँ लेट्स सी एन्ड त्यही हो घर गएर चाहिँ म भ्लग एन्डिङ गरिदिन्छु त्यही हो राम्रो नराम्रो जस्तो भयो नि हेरिदिनु होला त्यही हो मन खुसी छैन कतैबाट आएको पनि त्यो अगाडि बढ्दैछौँ के हुन्छ ओके लेट्स सी अनि म घरमा चाहिँ आइपुग्न लागेँ भन्दा नि आइसकेँ घरमा गेट त खोलेर होला भित्रको ढोका चाहिँ खुल्लै छ कि छैन थाहा छैन यो त आज हिँड्न लगाइरहेको रहेछ त हेरिरहेको क्या खोलिरहेको रहेछ हो त्यो अनि सानी आज पनि नो जिम जाने फोन उठाउने आज पनि फोन नउठाउने कति बजी सुत्या ए स्याड न्युज सुन्नु न सुन्नु न मेरो युट्युब च्यानलै गयो डिलिट भयो युट्युबबाटै के हालेको थिएन कुन चाहिँले रिपोर्ट हान्दैछ 3-4वटा रिपोर्ट भएपछि डिलिट हुँदै युट्युबमै देखाउँदैन खै 3000 भएको थियो सक्यो 3 सेकेन्डमा एन्ड आई एम स्याड के गर्ने यस्तै रहेछ जिन्दगानी अब किचनमा राख्ने चना अन्डा खाने भने जस्तो अब त्यही हो अब युट्युब च्यानल नि गइहाल्यो अब त्यो डन्डा यहाँ राखिदिउँ जे हुन्छ राम्रोको लागि हुन्छ लेट्स सी अब फेरि रिस्टार्ट गर्दैछु लेट्स अफ सबजनाको मायाको देखाइदिनु हुन्छ होला एन्ड आजको लागि चाहिँ मैले टाटा बाई बाई भन्नुपर्ने हुन्छ धेरै स्याड भएको छ अब हामी स्याड नहुने अब राम्रो राम्रो ब्लग निकाल्ने एन्ड अहिलेको लागि चाहिँ टाटा बाई बाई थ्याङ्क्स फर वाचिङ किप लभिङ है किप सपोर्टिङ यसमा त माया देखाइदिनु यार चाँडै हामी 50, 40, 20, 30 कति हो पुग्नुपर्छ सो त्यही हो लेट्स सी गाइज के हुन्छ अबको यसपछिको स्थिति एन्ड अहिलेको लागि चाहिँ टाटा बाई बाई आज म कोमामा जाने तरिकाले सुत्नुपर्ने हुन्छ